नमस्ते रुटिन अफ नेपाली फिल्म्सको नयाँ फिल्म रिभ्यूको एपिसोडमा यहाँहरूलाई फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छौँ। अभिमन्यु भन्ने बित्तिकै तपाईँलाई महाभारतको क्यारेक्टर याद आउँछ। अर्जुनका छोरा जो युद्धमा गएका थिए र त्यो चक्रव्यूहमा जान सक्ने आइडिया थियो उनलाई, तर त्यसबाट कसरी फर्केर आउने त्यो आइडिया पनि थिएन र त्यस कारण नै उनी त्यो चक्रव्यूहमा फस्न पुग्छन् र देहान्त हुन्छ। त्यस्तै अहिलेको समयमा पनि तपाईँको जीवनमा यस्ता अनेकौँ क्षणहरू आउन सक्छन् जहाँ तपाईँलाई पस्न सजिलो छ तर त्यहाँबाट निस्किन चाहिँ गाह्रो छ। त्यस कारणले गर्दा यो फिल्मको नाम अभिमन्यु जुन राखेको छ, म यसको क्रिएटिभ माइन्डलाई अलिकति तारिफ गर्न चाहन्छु, जसलाई निभाएका छन् एकदमै भर्सेटाइल ट्यालेन्टेड कामेश्वर चौरासियाले। सबैभन्दा पहिला ह्याट्स अफ क्ल्याप्स पनि दिन चाहन्छु म यस फिल्मका डाइरेक्टर सुशान्त गौतमको। एकदमै प्रमिसिङ देखेका छन् र एकदमै उत्कृष्ट उनको काम देख्न सकिन्छ। एउटा क्यारेक्टर छ जसको नेचर रहेको छ अलिकति एउटा सफ्ट, एउटा काइन्ड हार्टेड र धेरै दायाँ बायाँ नसोच्ने भनौँ न, तर एउटा सरल पात्र पनि कसरी बाङ्गिन पुग्छ त यो समाजमा। फिल्म कस्तो छ म एकैचोटि भन्नुभन्दा यसको पहिलो राम्रो पक्ष के छ यसको बारेमा कुराकानी गर्नेछु। पहिला त हो यसको कास्टिङ। एक से एक राम्रा कलाकारहरू जो थिएटरको ब्याकग्राउन्डबाट आएका छन् र उनीहरूको शानदार काम तपाईँले यस फिल्ममा हेर्न सक्नुहुनेछ। पहिला त तपाईँलाई तारिफ गर्न मन लाग्नेछ कामेश्वर चौरासियाको। सायद उनले आफ्नो जर्नीमा अहिलेसम्म जति पनि क्राफ्ट गरेका छन् फिल्ममा, अहिलेसम्म यसरी लिड रोलमा आफूलाई कुनै फिल्मलाई बोक्ने मौका भने पाएका थिएनन्। तर यो फिल्ममा भने एकदमै धेरै स्क्रिन टाइम र उनकै वरिपरि यो कथा पनि बुनिएको हुँदा उनको एक्टिङले फिल्मलाई कसरी बोक्नेछ पहिला त त्यसैमा च्यालेन्जिङ रहेको थियो र त्यसलाई भने एक्सिलेन्ट जब गरेका छन् यसमा कामेश्वर चौरासियाले। त्यसपछि तपाईँलाई लक्ष्मी बर्देवाको एक्टिङ पनि सुपर्ब नै लाग्न सक्नेछ, उनी पनि एकदमै राम्रो कलाकार हुन्। त्यसपछि साइड क्यारेक्टरहरू जति भएका छन् यस फिल्ममा अन्य कलाकारहरू सबैको एकदमै उत्कृष्ट काम रहेको छ। एउटा अर्को राम्रो पक्ष भनेको यस फिल्मको प्राविधिक पक्षलाई ल्याउने हो भने यसको सिनेमाटोग्राफी, क्यामेरामा अत्यन्तै राम्रो काम गरिएको छ र जुन प्रकारको यसको फास्ट पेस सिक्वेन्स रहेको छ फिल्ममा त्यसलाई मजासँग सिङ्क गरेको छ क्यामेरा वर्कले। त्यसपछिको भनेको यसको ठुलो पक्ष रहेको छ बिजिएम। क्राइम सस्पेन्स जनरको फिल्ममा हामीलाई थाहा छ अलिकति हाई इन्टेन्स, अलिकति त्यो प्रकारको म्युजिक चाहिन्छ जहाँ तपाईँलाई यत्तिकै पनि थ्रिल फिल गराओस्, र त्यसमा पनि उत्कृष्ट काम तपाईँले देख्न सक्नुहुनेछ। फर्स्ट हाफको कुरा गर्दैछु म, जुन मध्यान्तरसम्म छ त्यतिखेरसम्म तपाईँलाई एउटा इन्गेज गरिसक्छु स्टोरीले र अब आउने नेक्स्ट पार्टमा चाहिँ के होला त्यो क्युरियोसिटी तपाईँलाई बढाउनेछ। र जब यसको सेकेन्ड पार्ट सुरु हुन्छ त्यसपछि भने कथा एउटै फ्लोमा बग्छ। डायलग डेलिभरीहरूमा कुनै पनि समस्या पाउनुहुन्न, किनकि कलाकार नै एक से एक रहेका छन्। चाहे तपाईँ नेपाली अडियन्सलाई पुरा बुझाउनको लागि होस् वा भोजपुरी, मैथिली, अवधी त्यो भाषाको पनि युज गरिएको छ। र अगेन कामेश्वर चौरासिया अब आफै पनि तराई मधेसबाट बिलङ गर्ने भएको हुनाले एकदमै नेचुरल लाग्छ। लक्ष्मी बर्देवाको पनि सुपर्ब लाग्छ र अन्य जति पनि यो डायलग बोल्ने मान्छेहरू छन् उनीहरूको पक्षबाट पनि कुनै पनि कमजोरी देखिँदैन। तपाईँले अभिमन्यु च्याप्टर 1लाई चाहिँ एउटा क्रिएटिभिटीको हिसाबले समथिङ न्यू यो प्रकारको फिल गर्नको लागि तपाईँले एकदमै मन पराउनुहुनेछ। यदि यो फिल्म नचल्ने हो भने मेकर्सलाई, जसले केही नयाँ गर्न खोजिरहेका छन्, तपाईँलाई स्क्रिनमा केही फ्रेस देखाउन खोजिरहेका छन्, त्यसकारण उनीहरू हौसलाको लागि पनि यो फिल्मलाई सफल हुनुपर्छ। यस अगाडि पनि अब पूर्णबहादुरको सारङ्गी जस्तो फिल्म बनाएर